यहाँको अवस्था चाहिँ यस्तो छ हेर्नुहोस्। चिसो पानी नपाएर के गर्ने, उता हामी खोलामा जाँदैछौँ तर त्यहाँ पनि छ कि छैन त्यति पनि आशा छैन हामीलाई। तर लास्टै घाम लागेर यहाँ घरमा बस्नु सकेर म चाहिँ यता हिँडेर तल्लो यो खोलामा जानु लाग्छ नुहाउनुको लागि। अनि त्यहीँबाट तल चिसो पानी छ एक ठाउँमा, त्यहाँबाट चिसो पानी भरेर लाने हो हामीले। यो पहाड भन्ने अब यो कस्तो पहाड ठाउँ रहेछ कि लास्टै यो बन्दरपुर तराईतिरको मौसम राम्रो होला, यहाँको भन्दा बेहाल छ कि यहाँ त गर्मीले। गर्मी बाबा गर्मी 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 गर्मी। अब तल झर्नु पनि गाह्रो छ, फेरि माथि आउँदाखेरि के हुन्छ हालत त्यो मलाई पनि थाहा छैन। अब जाने बेला त सजिलो बाटो जाँदैछौँ, अब माथि आउने बेला झन् फेरि पानी खाएर माथि आयो भने त यहाँ फेरि घाँटी सुकिहाल्छ। म त यो घाम उता पल्लो डाँडामा नढल्किन्जेलसम्म म त आउँदिनँ कि माथि। त्यो खोलामा बसेर म जाने तिन चारचोटि नुहाउँछु, लास्टमा अन्त्यमा बेलुकातिर आउँछु कि। अब अरे मरे नि हो मरे। मोबाइल पनि तातेर फुट्ला जस्तो भइरहेछ, फुट्ने पो हो कि भन्ने डर छ मोबाइल त। लास्टै हिट भयो कि यहाँ माथिबाट आएका मरियो मरियो के मरिन्छ मरिन्छ। ज्यान जोगाउनु गाह्रो भयो कि घाँटी पनि सुक्यो। अब चाहिँ बल्ल यहाँ घाम नभएको ठाउँमा पुग्यो यता खोला। खोलामा पनि पानी छनियो सुकिसक्यो। लास्टै त्यो धान रोपाइको लागि कुवाहरूमा लगाएर पानी जम्मै खोल सुकाइसक्यो यहाँको गाउँका मान्छेहरूले। अलिकति मात्र थोरै थोरै पानी मात्र छ। अब खोलामा बिग्दैछ। हेरौँ यहाँबाट अब चिसो पानी कतिको छ त्यो पनि हेर्नुपर्ने कुरा हो। खै कता छ गुवाडो, ठुलो छ कि सानो छ? त्यो सानो फुच्चीले के गर्ने, ठुलो भयो त हामी भिडियोमा कभरेज गर्थ्यौँ नि। पहिला त यो खेतमा पनि रोपाइहुन्थ्यो होला, अहिलेको समयमा चाहिँ एकदमै बाँझो छाडेको छ। बाँझो खेतमा छाड्के सलाम छ मायालाई अर्को भेटमा। खै सानो होइन कि ठुलै छ, ठुक्यो भने त मर्छ नि त्यो मान्छे लड्ने। नाउँ त ढाकेर राख्नुपर्छ। खोलामा पनि मुजी पानी छैन के ढोका खाइयो कि पानी खाइयो के गर्ने। यस्तो ठाउँमा बाघको चाहिँ लास्टै डर हुन्छ कि बाँदरहरू र बाघको ठाउँ पनि हुनसक्छ। यसको पल्लोपट्टि चाहिँ एउटा ठुलो नदी पनि छ, सुर्नया नदी भन्ने। उताबाट चाहिँ माछा मार्ने कार्यक्रम हुन्छ। यहाँ चाहिँ यो सानो खोला हो, यहाँको माछा खोला जस्तो छैन। छन् कि क्या हो माछा? पहाड भनेकै पहाड हो कि, पहाड भनेकै पहाड त हो। तर मौसमको तुलना गर्ने हो भने झन् तराईको भन्दा बेहाल छ कि यहाँ त। हाम्रो गाउँघरतिर हामी त लेकको मान्छे पऱ्यौँ, उहाँ त बेलुकातिर लास्टै चिसो हुन्छ। यो खोलामा सानो यति मात्रै पानी नपरेको कारणले गर्दाखेरि खोलो पनि सुकेर हेर्नुहोस् एकदमै बेहाल भएको छ। अहिले चाहिँ बल्ल घाम नभएको ठाउँमा पुग्छौँ हामी खोलामा। बर्खाको टाइममा अब लगभग बर्खा त सुरु भयो होइन। बर्खाको टाइममा यो खोला यहाँदेखि यहाँसम्म आउँछ, तर्नु नसक्ने पानी आउँछ यहाँ। अहिले चाहिँ बेहाल भएको छ। फेरि पानी नपरेको हुनाले पानी परेपछि यहाँसम्म पुग्छ पानी। अनि त्यति बेला दाउरा बोकेर आउने, बाख्राहरू बोकेर आउने, भैँसी बोकेर आउने,
मरेको लास समेत बोकेर आउँछन् कि यो खोलामा पनि। दुलोमा सर्पहरू बस्ने ठाउँ हो। कहाँ हो यार, कहाँ तँलाई याद नै छैन? आमको पेडको मुनि भनेको थियो नि त, आमको रुख त यहीँ छ। आमको रुख त यता छ नि। आमको रुख पनि भनेको थियो, आम त त्यही माथि छ नि त यार। कहाँ हेर्नु त्यही